सो हिजो चाहिँ हामीले क्यास फ्लो स्टेटमेन्टको पार्ट 1 को बारेमा डिस्कसन गरेको थियौँ है। पार्ट 1 मा हामीले क्यास फ्लो स्टेटमेन्टलाई नगद प्रवाह विवरण हो भनेर पनि पढेको थियौँ हैन। नगद प्रवाह विवरण भनेर मैले हिजो क्लासमा मज्जाले डिस्कसन सबैलाई गराइसकेको छु है। नगद प्रवाह विवरण नगद प्रवाह विवरण भनेर मैले यसरी हिजो क्लासमा मज्जाले भनेको थिएँ यो बारे है। अनि अब क्यास फ्लो स्टेटमेन्टको मेन हाम्रो फर्मेट कस्तो हुन्छ सर भन्दाखेरि फर्मेटको पनि हिजो मैले कम्प्लिटली तिमीहरूलाई सबै बुझाइसकेको छु है। सबभन्दा पहिला कस्तो हुन्छ पर्टिकुलर्स लेख्ने, त्यस पछाडि अमाउन्ट। यसको फर्मेटको कुरा गर्दा चाहिँ फर्मेट ठ्याक्कै मल्टी स्टेप इन्कम स्टेटमेन्ट जस्तै नै हुन्छ, एक्ज्याक्टली एज इट इज त्यही नै हुन्छ है। सो त्यही फर्मेटलाई यहाँ पनि कपी पेस्ट गर्ने हो। फर्मेटमा त्यस्तो केही पनि चेन्ज छैन। पर्टिकुलर्स अमाउन्ट है। त्यस पछाडि के गर्ने भन्दाखेरि जम्मी 3वटा एक्टिभिटिज हुन्छ। एउटा बिजनेसभित्र चाहिँ 3वटा एक्टिभिटिज हुन्छ है। एउटा हुन्छ यो मैले के पढाएको थिएँ हिजो, एकचोटि सर रिभिजन गरौँ है। 3वटा एक्टिभिटिज हुन्छ एउटा बिजनेसभित्र है। हिजो मैले भनेको कुराहरूलाई सर रिभिजन गरौँ। एउटा हुन्छ अपरेटिङ एक्टिभिटिज है। एउटा हुन्छ अपरेटिङ एक्टिभिटिज हैन। अर्को हुन्छ हाम्रो इन्भेस्टिङ एक्टिभिटिज, अपरेटिङ एक्टिभिटिज, इन्भेस्टिङ एक्टिभिटिज र अर्को थियो हाम्रो के फाइनान्सिङ एक्टिभिटिज भनिन्छ, जसलाई फाइनान्सिङ एक्टिभिटिज गरेर यसरी 3 खाले एक्टिभिटिज चाहिँ हाम्रो क्यास फ्लो स्टेटमेन्टभित्र गरिन्छ है। अब अपरेटिङ एक्टिभिटिजभित्र कस्तो खाले एक्टिभिटिज जान्थ्यो त भन्दाखेरि अपरेसन अफ द बिजनेस चलाउँदाखेरि हैन रेगुलर भइराख्ने खालको एक्टिभिटिज। कस्तो खाले एक्टिभिटिज, कस्तो खाले क्यास फ्लो चाहिँ रेगुलरली भइरहेको छ एउटा बिजनेसभित्र, त्यो कुरा चाहिँ हामीले केमा पढेको थियौँ साथीहरू? अपरेटिङ एक्टिभिटिजभित्र पढेको थियौँ है। अपरेटिङ भित्र चाहिँ हामीले अरु 4वटा फर्दर बुदाहरू क्लासिफाई गरेको थियौँ। ए बी, यहाँ हेर त, ए बी सी डी। मेरो स्क्रिन शेयर भइरहेछ? नाइ सर। ओ माय गॉड, मेरो स्क्रिन शेयर भएको छैन। एनीवे ठीक छ, लेट मी शेयर माई स्क्रिन। ओके, अब भयो होला, भयो? यस सर भयो। ल नाइस हो। अब यसरी हामीले अपरेटिङ एक्टिभिटिजभित्र चाहिँ जम्मा 4वटा एक्टिभिटिजको बारेमा चाहिँ फर्दर कुराहरू गरेको थियौँ है। 4वटा कुरा के थियो? क्यास कलेक्सन फ्रम कस्टमर। सबभन्दा पहिला हाम्रोमा के हुन्थ्यो? क्यास फ्लो भन्ने बित्तिकै कि पैसा आएको हिसाब हुन्छ कि पैसा गएको हिसाब हुन्छ। त्यो भन्दा एक्स्ट्रा थर्ड कुरो केही पनि हुँदैन। त्यही भएर सुन है, त्यही भएर यो क्यास फ्लो स्टेटमेन्टमा चाहिँ यो नन क्यास एक्सपेन्स हुन्छ नि, जस्तो डेप्रिसिएसन हैन, हो यस्तो डेप्रिसिएसनहरू भनेको त नन क्यास हो हैन। यसको कुनै पनि क्यास मोनिटरी भ्यालु हुँदैन हैन, मोनिटरी ट्रान्ज्याक्सन त हुँदैन नि त। जस्तो अब 1 लाखको ल्यापटप मैले 80,000 मा बेचेँ 1 वर्ष चलाएर भने अब त्यो 20,000 त डेप्रिसिएसन हो मेरो हैन। अब त्यो 20,000 डेप्रिसिएसन हो, त्यो चाहिँ अब के हुन्छ त त्यो 20,000 चाहिँ? त्यो क्यासमा त्यसको केही कतै कारोबारहरू यताउति देखिन्छ त? देखिँदैन नि त हैन। सो यस्तो नन क्यास एक्सपेन्स चाहिँ कहिल्यै पनि क्यास फ्लो स्टेटमेन्टमा रेकर्ड हुँदैन। यो त बुझेको छौ है। नन क्यास एक्सपेन्स यहाँ मैले लेफ्ट साइडमा लेखिदिएको छु, हेर त। नन क्यास एक्सपेन्स कहिले पनि रेकर्ड हुँदैन है। नन क्यास एक्सपेन्सेसलाई क्यास फ्लो स्टेटमेन्टमा रेकर्ड गरिँदैन, यसरी बुझ है त। अब यसमा चाहिँ के गरिन्छ भन्दाखेरि क्यास खाले आइटमहरू, क्यास खाले ट्रान्ज्याक्सनहरू हैन, कि क्यास आएको हुन्छ कि क्यास गएको हुन्छ, यो दुईटा चिज मात्रै हुन्छ। यो टाक्टु क्यास फ्लो स्टेटमेन्ट यही वरिपरि घुमिरहेको हुन्छ। के हुन्छ अरे? कि त क्यास आएको हुन्छ हाम्रो बिजनेसमा, कि त हाम्रो बिजनेसबाट क्यास चाहिँ बाहिर गएको हुन्छ। एम आई राइट? हो कि हैन भन त? हो सर। यही दुईटा चिजमा घुमिरहेको हुन्छ है कुरा। हेर अब क्यास कलेक्सन फ्रम कस्टमर, सबभन्दा पहिला क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भनेर हामीले यो हेडिङ जहिले पनि लेख्छौँ है। भनेपछि अब सबभन्दा पहिला चाहिँ हामीले अपरेटिङ एक्टिभिटिजको कुराहरूलाई चाहिँ रेकर्ड गर्नु पर्यो क्या है त। अब अपरेटिङ एक्टिभिटिजभित्र 4वटा कुराहरू पर्छ। कतिवटा? 4वटा। एउटा ABCD, हेर त, ABCD, लु ठ्याक्कै है, ABCD गरेर 4वटा कुराहरू राख्ने।
अब ए भनेको क्यास कलेक्सन फ्रम कस्टमर। सबभन्दा पहिला हामीले कस्टमरबाट चाहिँ आफ्नो क्यास चाहिँ कलेक्ट गर्नु पर्यो। अब क्यास कसरी कलेक्ट हुन्छ? एउटा त सेल्स गरेर, सामान बेचेर। दोस्रो डेप्टर भनेको हामीले जसलाई कसैलाई उधारो दिएको छौँ, अब त्योबाट हामीले पैसा पाउनेवाला छौँ, हामी चाहिँ मालिक हौँ के भने त्यो केसलाई भनिन्छ डेप्टर। डेप्टरका अर्को नाम भनेको डेप्टर नभनेर रिसिभेबल पनि भन्छ। के भन्छ? रिसिभेबल पनि भन्छ। एकाउन्ट रिसिभेबल भनोस्, नोट रिसिभेबल भनोस्, र अर्को छुटो यहाँनिर बिल रिसिभेबल। यो तिमीहरूले लेख है, यहाँ एउटा छुटेको छ है। कि त एकाउन्ट रिसिभेबल भन्छ, कि त नोट रिसिभेबल भन्छ, कि त बिल रिसिभेबल भन्छ। यो तीनटामा एउटा रिसिभेबल भन्छ, अर कि त सिधै डेप्टर भन्छ। यो अरू एक्स्ट्रा चिज यसबाट केही पनि भन्दैन है त। यति नै हो यसमा भन्ने कुराहरू। अनि बीमा छ क्यास पेड टु सप्लायर है। यो पनि मैले मजाले पढाइसकेको छु। क्यास पेड टु सप्लायरमा सबभन्दा पहिला COGS भन्छ। यो जहिले पनि एडिसनल इन्फर्मेसनमै दिएको हुन्छ। COGS भनेको के हो? कस्ट अफ गुड्स सोल्ड होइन। यो जहिले पनि एडिसनल इन्फर्मेसन तल क्वेसनको तलतिरको हेडिङमा चाहिँ दिएको हुन्छ है। तल एडिसनल भनेको त्यो क्वेसनको भन्दा बाहिर भनौँ न, तलको। तिमीहरूले बुझेको छौ है एडिसनल इन्फर्मेसन। सो COGS। अर्को हुन्छ स्टक इन्भेन्ट्री। स्टक इन्भेन्ट्री भनेको चाहिँ एसेट साइडमा दिने कुरा हो क्या है। स्टक भनेको चाहिँ वर्षको अन्तिममा रहेको त्यो कम्पनीको चाहिँ सामानहरू, बेच्न बाँकी रहेका सामानहरू भनेर बुझौँ न सामान्य भाषामा। स्टकलाई अर्को भाषामा इन्भेन्टरी पनि भन्छ क्या है त। यो पनि क्यास पेड टु सप्लायरमै जान्छ। अनि क्रेडिटर, एकाउन्ट पेएबल, बिल पेएबल। अघि जस्तो डेप्टर भन्दा हामीले क्यास कलेक्सन फ्रम कस्टमर, यहाँ हेर त, डेप्टर भन्दा मैले क्यास कलेक्सन फ्रम कस्टमरमा राखेको छु कि छुइनँ? होइन। अब डेप्टर भन्दा यदि मैले क्यास कलेक्सन फ्रम कस्टमरमा राखेको छु भने मैले क्रेडिटर भन्दा चाहिँ क्यास पेड टु सप्लायर क्या। क्रेडिटर फेरि लाइबिलिटिज हो। सबभन्दा पहिला एउटा कुरो चाहिँ बुझ कि यो क्यास फ्लो स्टेटमेन्टमा एसेट र लाइबिलिटी चाहिँ चिन्नुपर्छ है। तिमीहरू एसेट र लाइबिलिटी चाहिँ अझै पनि चिन्न गाह्रो लाग्ने को छौ यहाँ? म छु सर। ए ल ठिक छ। तिमी छौ भने चाहिँ एकचोटि फाइनल अकाउन्ट चाहिँ फेरि बुझ्नु पर्यो। एसेट्स भनेको सम्पत्ति, लाइबिलिटिज भनेको दायित्व, तिर्न बाँकी पैसा है। एसेट्स भनेको आफ्नो कम्पनीमा जसलाई क्यासमा कन्भर्ट गर्न मिल्छ, जसलाई बेच्दाखेरि सेल गर्दाखेरि चाहिँ क्यासमा कन्भर्ट गर्न मिल्छ भने त्यस्ता खाले जे सुकै होस्, जो चाहिँ मेरो कम्पनी जसलाई हामीले बेच्दाखेरि चाहिँ हामीलाई त्यसको थ्रुबाट पैसा आउँछ, ट्रान्ज्याक्सन मोनिटरी हामीलाई चाहिँ केही अमाउन्ट आउँछ भने त्यसलाई भनिन्छ सम्पत्ति। एसेट्सलाई नेपालीमा सम्पत्ति भनिन्छ है। अनि लाइबिलिटिज भनेको चाहिँ दायित्व है। लाइबिलिटिज भनेको चाहिँ दायित्व भनेको तिर्न बाँकी रकम, पैसा, उधारो भनौँ न, लोन हो के, एक पाराको लोन हो है। निकट भविष्यमा यदि तिमीले तिम्रो कम्पनीमा त्यो तिर्नु पर्ने अमाउन्ट छ भने त्यसलाई भनिन्छ लाइबिलिटिज। के भनिन्छ? लाइबिलिटिज भनिन्छ क्या है। लाइबिलिटिज भनिन्छ। सो यो एसेट र लाइबिलिटी चाहिँ सबभन्दा पहिला क्यास फ्लो स्टेटमेन्ट गर्नु अगाडि चिन्नु पर्यो। अब एसेट र लाइबिलिटी नै अहिलेसम्म चिनेको छैन भने चाहिँ धेरै गाह्रो पर्छ। हेर, तिमीले एकचोटि मेहनत गर्नै पर्छ, किताबहरू पढ्ने होइन, अनि अब च्याट जिपिटीमा पनि एक दुईचोटि खोज्ने, सबै चिज सरकै मात्र भर पर्नु भएन। अथवा मलाई सोध्नु पनि पर्यो यदि बुझिएन त्यहाँनिर भने, होइन भने अलिकति आफ्नो सेल्फ लर्निङ एटिट्युडलाई पनि बढी बढावा चाहिँ दिनु पर्यो है। सरले सबै कुरो भन्नुहुन्छ भनेर नबस्ने, कति चिजहरू आफैले रिसर्च गर्ने, आफैले खोजेर पढ्नु पनि पर्छ है त। सो क्यास पेड टु सप्लायर चाहिँ हाम्रो क्रेडिटर चाहिँ क्यास पेड टु सप्लायरमा जान्छ। अनि अब C नम्बर बुदामा छ क्यास पेड टु इम्प्लोइ एन्ड अदर है। अब यसमा चाहिँ अपरेटिङ एक्सपेन्सेस भनेर यो तिम्रो एडिसनलमै दिएको हुन्छ है त। अनि आउटस्ट्यान्डिङ, ड्यू, पेएबल, अनपेड, स्टिल टु बी पेड भनेको चाहिँ लाइबिलिटिज हो। यो यहाँ है, यो लाइबिलिटिज हो, यो तिर्न बाँकी रकम हो है, लाइबिलिटिज हो। अनि प्रिपेड भनेर आउँछ अर्को, प्रिपेड रेन्ट, प्रिपेड कमिसन होइन, अनि प्रिपेड स्यालेरी होइन। यस्तो प्रिपेड भन्ने शब्दहरू आए भने चाहिँ यो चाहिँ प्रायः प्रिपेड भन्ने शब्द चाहिँ प्रायः तिम्रो एसेटतिर हुन्छ होइन, अगाडि नै तिरिसकेकोले प्रिपेड भनेको सम्पत्ति पनि हो है त। त्यसैले यो प्रिपेड भन्ने कुरो सम्पत्तितिरै दिएको हुन्छ। अब क्यास पेड टु इम्प्लोइ एन्ड अदरमा प्रायः यो प्रिपेड भन्ने नै आइराखेको हुन्छ। म्याक्सिमम चाहिँ प्रिपेड पनि आउँछ, आउटस्ट्यान्डिङ पनि आउँछ, अनि अपरेटिङ एक्सपेन्सेस भनेर यो एडिसनल इन्फर्मेसन दिएकै हुन्छ।
बुझ्यौ नि? यति 3टा कुराहरू चाहिँ क्यास पेड टु इम्प्लोइ इन अदरमा एकदमै रिपिटेडली सोधिरहन्छ। अर्को छ हाम्रो डी नम्बरमा इन्ट्रेस्ट एन्ड ट्याक्स पेड। इन्ट्रेस्ट एन्ड ट्याक्स पेड भनेको चाहिँ तिम्रो यो सिधै दिन्छ क्या, इन्ट्रेस्ट पेड, ट्याक्स पेड भनेर दिन्छ। अब पेड भन्ने शब्द आयो भने जहिले पनि यस्तरी माइनस गर्ने है। अब यो +2 लेभल ब्याचलर लेभलमा चाहिँ अकाउन्टिङको भाषामा चाहिँ माइनस भनेको यस्तो यो केटाकेटीले जस्तो यस्तो माइनस साइनको माइनस गरिँदैन। यसलाई चाहिँ 2टा ब्राकेटभित्र कुनै भ्यालुलाई हालिन्छ भने त्यो चाहिँ माइनस हो, लेस हो भनेर बुझ्नु पर्यो, अथवा एक्सपेन्सेस हो होइन भनेर बुझ्नु पर्यो क्या यहाँनिर चाहिँ, बुझ्यौ नि है। त्यस्तो छ कुरा हो। अब आउँछ हाम्रो इन्ट्रेस्ट एन्ड ट्याक्स पेड। यति सबै गर्ने, यति गरेर अनि के गर्ने भन्दाखेरि सबै जोडेर एबिसिडी नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज गर्ने, ए प्लस बी प्लस सी प्लस डी गर्ने, ठ्याक्कै आइहाल्छ है, ठ्याक्कै आइहाल्छ। अनि अब 2 नम्बरमा जाउँ, क्यास फ्लो फ्रम इन्भेस्टिङ। अपरेटिङ पछि अर्को के को पालो आउँथ्यो? के को आउँथ्यो साथीहरू? इन्भेस्टिङ हो, इन्भेस्टिङको होइन हो, इन्भेस्टिङ एक्टिभिटिजको आउँथ्यो है। अपरेटिङ पछाडि जहिले पनि इन्भेस्टिङको पालो आउँछ, हो कि होइन रविना? रविना हजुर सर हो। इन्भेस्टिङमा के जान्छ भनेको थिएँ मैले हिजो, एकचोटि बुझाउँ त। इन्भेस्टिङको तल चाहिँ के जान्छ भनेको थिएँ हिजो, मैले भनेको थिएँ है, तिमी क्लासमा थियौ। खै त रविना, हिजो क्लास थियौ कि थिएनौ तिमी? खै सर, सुन्न चाहिँ सुनेको थिएँ। यही पनि लेखेको छ। कसले बुझाउँछ त? रोशनले बुझाउँछौ? रोशन बुझाउँछ? सर म भन्छु। भनिदेऊ ल। इन्भेस्टिङमा इन्भेस्टमेन्ट जान्छ अनि त्यो फिक्स एसेटहरू पर्चेज गरेको बेचेको जान्छ। हो हजुर, भेरी नाइस, थ्याङ्क यू भेरी मच। यो चाहिँ इन्भेस्टिङमा चाहिँ हाम्रो 2टा कुरा मात्रै जान्छ भनेर हिजो मैले देखाएको पनि थिएँ, त्यो रेकर्डिङ भिडियोमा पनि छ, रेकर्डेड भिडियोमा पनि 2टा कुरा मात्रै जान्छ इन्भेस्टिङमा म्याक्सिमम चाहिँ है। एउटा भनेको त्यही इन्भेस्टमेन्ट भन्ने ठ्याक्कै भनेरै दिन्छ क्वेसनले, एज इट इज इन्भेस्टमेन्ट भनिदिन्छ। अनि दोस्रो नम्बरमा चाहिँ तिम्रो फिक्स एसेट्स, कि त पर्चेज अफ फिक्स एसेट्स कि त सेल्स अफ फिक्स एसेट्स। फिक्स एसेट्स भनेको स्थिर सम्पत्ति जसलाई क्यासमा कन्भर्ट हुन 1 सालभन्दा बढी लाग्छ भनेर पिपिई बिएफ एलबिएम भनेर सूत्र बनाइ याद गराएको थिएँ है। पिपिई बिएफ एलबिएम भनेर है। प्रोपर्टी प्लान्ट इक्विपमेन्ट, बिएफ भनेको बिल्डिङ, फर्निचर, ल्यान्ड, भेहिकल, मेसिनरी। भेरी नाइस हो। यति 8वटा फिक्स एसेट्स याद गर्यो भने मोर देन इनफ है। यति 8वटा फिक्स एसेट्स नै तिमीहरूको 99% जति पनि बुक ओल्ड इज गोल्डमा पनि छ त्यो सबै यतिमै छ, बुझ्यौ नि? पिपिई बिएफ एलबिएम भित्रै घुमिरहेको हुन्छ। सो यसलाई नै मजाले तयारी गर्दा हुँदाखेरि हुन्छ है। अर्को छ क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज। फाइनेन्सिङ एक्टिभिटिज भित्र चाहिँ के पर्छ भन्दाखेरि सेयर, डिभेन्चर, लोन, डिभिडेन्ड। यसरी बुझ, 4वटा ठ्याक्कै भन्दाखेरि चाहिँ एउटा जान्छ सेयर है, एउटा जान्छ डिभेन्चर, एउटा जान्छ सेयर, अर्को जान्छ यो दिव्या कति थेत्तरी भकिन्, यिनलाई माया नखोला न भन्यो, यिनले कहिल्यै सुनिनन् गाँठे। सेयर, डिभेन्चर, अर्को हुन्छ लोन, अर्को हुन्छ डिभिडेन्ड। मलाई क्लासमा माइक खोलेको चाहिँ एकदम इरिटेट लाग्छ है। म एउटा फ्लोमा बगिरहेको हुन्छ, अनावश्यक किन माइक खोल्नु, डिस्टर्ब हुन्छ नि त है, र बुझ्ने ल। हो, सेयर, डिभेन्चर, लोन, डिभिडेन्ड है। सेयर, डिभेन्चर, लोन, डिभिडेन्ड गरेर यसरी 4वटा कुराहरू चाहिँ हाम्रो फाइनेन्सिङ एक्टिभिटिजमा मोस्टली 90% भनेको यति 4वटै कुराहरू गइरहन्छ है। अब इस्यु अफ सेयर, रिडेम्सन अफ डिभेन्चर, अनि सेयर प्रिमियम, लोन टेकन, लोन भनेको त अब लोन टेकन सिधै भइहाल्यो होइन। अनि डिभिडेन्ड पेड, कहिलेकाहीँ ब्याङ्क ओभरड्राफ्ट पनि भन्छ। ब्याङ्क ओभरड्राफ्ट भनेको तिम्रो सेभिङभन्दा बढी कहिलेकाहीँ झिक्नुपर्ने इमर्जेन्सी केस आएको खण्डमा चाहिँ ब्याङ्कले तिमीलाई चाहिँ एउटा भनौँ न ओभरड्राफ्ट गर्ने त्यो दिन्छ सर्भिस, भनौँ न ब्याङ्कले सर्भिस प्रोभाइड गराउँछ। जस्तो 1 लाख छ, तिमीलाई 1.5 लाख झिक्नु पर्यो भने तिम्रो यदि त्यो फाइनेन्सियल स्टेटमेन्टहरू, तिम्रो प्रोपर्टीहरू होइन, तिम्रो अलिकति इन्कम स्टेटमेन्टहरू
ब्याङ्कलाई थाहा छ तिम्रो भ्यालुएसन सम्पत्तिको भ्यालुएसन त्यो ब्याङ्कलाई थाहा छ भने चाहिँ अब भनौँ 10 20 30 लाख रुपियाँ को भ्यालुएसन भएको मान्छेलाई 1.5 लाखको लोन दिन ब्याङ्कलाई केही आइदिएर छैन भोलि तिर्न सकेन भने त्यही बेचबाच पारेर पनि असुल छ होइन त्यसैले ब्याङ्कले चाहिँ त्यो लोन दिइहाल्छ क्या त्यसैलाई भनिन्छ ओभरड्राफ्ट है एमाउन्ट चाहिँ जति छ त्योभन्दा बढी ओभर अमाउन्ट चाहिँ ड्राफ्ट गर्दिन झिक्न होइन विथड्र गर्दिन ब्याङ्कले जब दिन्छ कोही पनि त्यहाँको सेभ गर्ने मान्छे छ त्यसलाई भने त्यसलाई भन्छ ब्याङ्क ओभरड्राफ्ट है त सो सेयर डिभेन्चर लोन डिभिडेन्डका 4वटा कुराहरू जान्छ भनेपछि हाम्रा अब यसरी हामीले हिजो क्यास फ्लो स्टेटमेन्टको ओभरभ्यू आज चाहिँ मैले यसो ओभरभ्यू मात्रै गरेको हो अब अझै फर्दर कुराहरू पढाउँछु अपरेटिङ एक्टिभिटिज इन्भेस्टिङ एक्टिभिटिज र फाइनेन्सिङ एक्टिभिटिज 3टा कुरा जान्छ 3टा कुराहरूभित्र पनि सब डिभिजन हुन्छ सब डिभिजनभित्र कुनमा के पर्छ त्यो मैले डिस्कस गरिसकेँ कसैलाई केही प्रब्लम छ यतिबाट नबुझिएको केही कुराहरू छ भने सोधा त छैन सर सबैले बुझ्यो त सुहानाले बुझ्यो सर खुसी सुहाना निरुता रविना अरू को छौ यहाँ मेरो नाम देखाइरहेको छैन बुझेर भन त अशोकले सबैले बुझ्यो बुझ्यो सर ल नाइस यतिसम्म बुझियो भने अब हामी अगाडि जाउँ है अब हामी मेन न्युमेरिकल गर्दा चाहिँ एउटा कुरो चाहिँ तिमीहरू के याद गर भने नि साथी हो एउटा कुरो मेन कुरो चाहिँ याद गर सबभन्दा पहिला सम्पत्ति र दायित्व चिन्नु पर्यो सबभन्दा पहिला एसेट्स र लाइबिलिटिज चिन्नु पर्यो है एसेट्स भनेको कस्तो हुन्छ हैन अनि लाइबिलिटिज भनेका कुराहरू कस्ता हुन्छन् यो चिन्नु पर्यो यो चिनेको छैन भने कुरो जखम भयो फेरि है अहिलेसम्म एसेट्स र लाइबिलिटिज चिनिएको छैन भने चाहिँ धेरै बुरी हालत छ एकाउन्टमा है अब यो त एकाउन्टिङ इक्वेसन तिमीहरूले क्लास 11 पढ्दाखेरि एकाउन्टिङ इक्वेसनमै हैन एसेट्स र लाइबिलिटिज त त्यही पढेको होला हैन हो कि हैन एसेट्स इक्वल्स टु लाइबिलिटिज प्लस क्यापिटल भनेरै पढायो होला नि कि यसो होइन एकचोटि सम्झ त हो सर पढेको हैन एसेट्स इक्वल्स टु लाइबिलिटिज प्लस क्यापिटल भनेर पढेको हो भने एसेट्स भनेको के हो लाइबिलिटिज भनेको के हो त्यो त तिमीहरूले आफैले खोज्ने कुरा जे चिन्छौ तिमीहरूले है मलाई लाग्छ जहाँसम्म चिन्छौ तिमीहरूले एसेट्स र लाइबिलिटिज पनि चिनेर हो भने त के भन्ने त खै चिन्नु पर्यो है एसेट्स भनेको सम्पत्ति लाइबिलिटिज भनेको दायित्व तिर्न बाँकी पैसा अब्लिगेसन टु पे भन्छ लाइबिलिटिजलाई एसेट्सलाई के भन्छ जसलाई तिमीले सेल गर्दाखेरि बेच्दाखेरि जसलाई क्यासमा कन्भर्ट गर्न सकिन्छ अथवा त्यसको मोनिटरी भ्यालु तिमीलाई आउँछ हैन लङ टर्ममा त्यसको मोनिटरी भ्यालु तिमीलाई पाउँछौ पैसा पाउँछौ भन्ने त्यस्तो खाले चिजलाई सम्पत्ति भनिन्छ एसेट्स भनेको सम्पत्ति हो सम्पत्ति भन्ने तिमीले बुझ न कमन सेन्स लगाउ न त्यति त हैन सम्पत्ति भनेको तिम्रो जे पनि हुन सक्छ नि घर हुन सक्छ ल्यान्ड हुन सक्छ बिल्डिङ हुन सक्छ फर्निचर हुन सक्छ मसिनरी हुन सक्छ डेप्टर हुन सक्छ यदि कसैलाई पैसा दिएको छौ भने हैन प्रिपेड एक्सपेन्सेसहरु प्रिपेड लोनहरु प्रिपेड स्यालेरीहरु प्रिपेड लोन भनेछु सरी प्रिपेड लोन हुँदैन हैन प्रिपेड स्यालेरी भयो प्रिपेड रेन्ट भयो हैन प्रिपेड भनेको अगाडि नै तिरिसकेको अगाडि नै तिरेपछि त तिम्रो लागि त्यो त एउटा सम्पत्तिकै रूपमा रजिस्टर भयो नि त सो यस्ता कुराहरु एसेट्समा जान्छ है अर्को छ लाइबिलिटिज लाइबिलिटिज भनेको तिर्न बाँकी पैसा क्रेडिटर आउटस्ट्यान्डिङ अब आउटस्ट्यान्डिङ भनौँ हैन अब लाइबिलिटिज भित्र के जान्छ आउटस्ट्यान्डिङ भनौँ ड्यू भनौँ पेएबल भनौँ क्रेडिटर भनौँ ओभरड्राफ्ट भनौँ यस्ता कुराहरु प्राय लाइबिलिटिजमा चढ्ने कुरा हुन् बुझ्यौ नि लाइबिलिटिजमा चढ्ने कुरा हुन् यस्ता चिजहरु चाहिँ लाइबिलिटिजमा एन्ट्री गर्ने चिजहरु हुने चाहिँ यति त पहिला कुरा यति बुझौ अब ध्यान दिएर सुन है मेरो एकदम घाँटी समाइरहेछ बुझौँ है एनिवे एउटा कुरो के बुझौँ भने नि अब यहाँ के हुन्छ भने नि साथीहरु अब यो क्याश फ्लो स्टेटमेन्ट गर्दाखेरि के हुन्छ भने तिमीहरुलाई आइटम दिएको हुन्छ यसरी नि 2 सालको आइटम दिएको हुन्छ जहिले पनि कति सालको 2 सालको सबभन्दा पहिला यहाँनिर हेर है सबभन्दा पहिला चाहिँ यहाँ हेर यहाँनिर यो देखाएको छ नि यसलाई यहाँनिर हेर न यहाँनिर यसमा है यसलाई हेर त एकचोटी यसरी नि तिमीहरुलाई क्वेशन पनि 2 सालको कम्पेयर गरेर दिएको हुन्छ तिमीहरुको ओल्ड इज गोल्डमा अहिलेसम्म गरेको छौ भने त्यहाँ चाहिँ 2 सालको क्वेशन सिमिलर भनौं न 2 सालको लगातार 2 सालको क्वेशन्स चाहिँ 2 सालको भ्यालुलाई चाहिँ कम्पेयर गरेर क्वेशनहरु दिएको हुन्छ जस्तो 2079 2080 हैन अथवा 2080 2081 2080 मा कति थियो त्यसको भ्यालु र 2081 मा कति पुग्यो त्यसको हैन
हो त्यो न्युमेरिक भ्यालु चाहिँ त्यहाँ दिएको हुन्छ बुझ्यौ नि। अब बुझ है सबभन्दा पहिला एसेट्स र लायबिलिटी चिन है। एसेट्स र लायबिलिटी सबभन्दा पहिला चिन। अब एसेट्स र लायबिलिटी चिनेपछि के गर्ने यहाँ हेर है नियम नम्बर 1 हेर त सम्पत्ति अघिल्लो इयर भन्दा पछिल्लो इयर इन्क्रिज बढ्यो भने माइनस गर्ने। यो चाहिँ एसेट्सको केसमा, यो चाहिँ केको केसमा एसेट्सको केसमा है सम्पत्तिको केसमा सम्पत्तिको केसमा के गरिन्छ अरे साथीहरू सम्पत्ति यदि अघिल्लो साल भन्दा पछिल्लो साल इन्क्रिज भयो बढ्यो भने के गरिन्छ माइनस गरिन्छ क्या घटाइन्छ क्या माइनस गरिन्छ। हेर यहाँ मेन कुरो यही हो है बुझ्नुपर्ने कुरै यही हो है। यदि सम्पत्ति बढेको छ सम्पत्ति बढ्यो भने माइनस खुट्टा तानिदिइहाल्ने। कोही बेला यो लोजिक लगाऊ न सम्पत्ति बढेको छ कोही मान्छे एकदम वेल्दी भएको छ होइन सम्पत्ति अघिल्लो साल भन्दा पछिल्लो साल त्यो मान्छेको बढेको छ भने तिमीले त्यसलाई माइनस गर्ने प्रयास गर्दैन सोसाइटीले खुट्टा तान्ने होइन। त्यसैले यो लोजिकले याद गर है यो याद गर्ने टेक्निक सम्पत्ति बढ्यो भने के अरे त्यसको चाहिँ के गर्ने खुट्टा तानिदिइहाल्ने यानि त्यसको चाहिँ यो यसरी ब्राकेटभित्र हालिदिइहाल्ने सम्पत्ति यदि बढेको छ भने बुझ्यौ नि बुझ्यौ कि बुझेनौ। यस सर बुझ्यो। सम्पत्ति बढ्यो भने माइनस गरिदिइहाल्ने सम्पत्ति बढ्यो भने यो सोसाइटीले खुट्टा तान्छ नि त होइन। अलिकति एसेट्स तिम्रो इन्क्रिज भयो होइन एसेट्स अब ल्यान्ड बिल्डिङ फर्निचर त एसेट्स हो डेप्टर स्टक प्रिपेड एक्सपेन्स भनेका पनि एसेट्सै हो तिमीहरूलाई थाहा छँदैछ होइन। यस्ता कुरा बढ्ने बित्तिकै मान्छेमा के हुन्छ जेलसी हुन्छ। हाम्रो सोसाइटीमा एउटा एकदमै नराम्रो प्र्याक्टिस छ होइन। अलिकति कोही मान्छे चाहिँ वेलफेयर कलेक्ट गर्न थाल्यो भने चाहिँ उसको चाहिँ भनौँ न जलन ईर्ष्या हुन्छ नि वरिपरिको मान्छेलाई अनि उसले के गर्छ खुट्टा तान्छ माइनस गर्न खोज्छ क्या डाउन गर्न खोज्छ। हो सम्पत्ति बढ्यो भने डाउन गर्न खोज्छ माइनस गर्न खोज्छ अरूले। हो यही लजिक लगाऊ है ठ्याक्कै यही लजिक लगाएर हेर्दाखेरि अब याद हुन्छ है त। अनि अर्को के छ सम्पत्ति अब यसकै भाइस भर्सा हेर त यसकै उल्टो सत्य पनि के हो सम्पत्ति घट्दा चाहिँ के गर्ने फेरि प्लस गरिदिने। प्लस भनेको अब यसरी प्लस गर्नु परेन। यदि तिमीले माइनस गरेनौ भने एकाउन्टको उसमा भाषामा के बुझिन्छ त्यो नै प्लस हो क्या हो कि होइन त। हो सर हो नि है। हो सर यहाँ हेर ध्यान दिऊ कता गयो मेरो सम्पत्ति यहाँ सुन है सम्पत्ति चाहिँ यदि एकै मिनट ल यो मेरो कल आएको आइछ एउटा उठाइदिन्छु। हेलो हेलो हजुर 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 अब भोलिदेखि नै होला यहाँ क्लास हुँदै थियो म अहिले यहाँ पज गरेर आएको क्लास भइरहेको छ पेमेन्ट गरिदिइराख। यो रेकर्डेड भिडियो हुन्छ आउँदा पनि हुन्छ म तिमीलाई ग्रुपमा एड पनि गरिदिउँला पेमेन्ट गरेर स्क्रिनसट पठाइदेऊ न ल। पेमेन्ट गरिसकेको स्क्रिनसट पठाइदेऊ अहिले दिनदेखि आउँदा हुन्छ भर्खर सुरु भएको क्लास। ल ल ल ल ठिक छ। अब हामी जाउँ यो हामीले यसको ठ्याक्कै भाइस वर्ष सत्यलाई पनि बुझ्नु पर्यो। के बुझ्नु पर्यो अरे एसेट्स यदि सम्पत्ति बढ्यो भने माइनस गर्ने। यहाँ हेर है यो दुईटै नियमलाई हेर त दुईटै नियमलाई हेर है के भनेको छु मैले भन्दाखेरि यदि सम्पत्ति बढ्यो है यदि सम्पत्ति चाहिँ इन्क्रिज भयो भने चाहिँ के गर्ने माइनस गर्ने। यदि सम्पत्ति घट्यो भने चाहिँ प्लस गर्ने। अब यो हाम्रो यो उसको एक्जाम्पललाई हेरौँ न त एकचोटि यो बक्सभित्रको डेप्टर छ अघिल्लो सालको कति छ सबले एकैचोटि भन त अघिल्लो साल कति छ 2080 मा कति छ 10,000 हो 2081 मा कति छ 8,000 भनेपछि अघिल्लो साल 10,000 अब 81 अहिलेको साल भनेको 8,000 फर इक्जाम्पल है अहिलेकै साल मानौँ न यो त यो भनेको बेस इयर हो 2080 अघिल्लो साललाई भन्छ बेस इयर पछिल्लो साललाई एक्ज्याक्ट त्योभन्दा बेस इयर भन्दा पछि आउने समयलाई भन्छ करेन्ट इयर। यो त बुझ्छौ है। अब बेस इयर र करेन्ट इयर
बेस इयरको प्राइस एमाउन्ट छ हाम्रो 10,000 अनि करेन्ट इयरको एमाउन्ट छ 8,000 भनेपछि अब इन्क्रिज भएको हो कि डिक्रिज भएको हो? डिक्रिज सर घटेको घटेको हो नि, डिक्रिज भएको है। घट्यो भने के गर्ने अरे? घट्दा चाहिँ के गर्ने? नोट हेर्नु, प्लस गर्ने प्लस गर्ने। अब यहाँ प्लस 2,000 लेखिराख्नु पर्यो त, प्लस लेख्नु परेन। यो केटाकेटी जस्तो परेन सर। यदि त्यहाँ केही छैन भने त्यहाँ प्लस लुकेको हुन्छ। यो त हामीले 5 क्लासमा बोर्ड मासको रुलमा पढेको कुरा होइन, यो त केटाकेटी कुरा होइन हो सर। हो नि है। सो 2000 भनेर यसरी ठ्याक्क छोडिदिँदा भइहाल्यो। यसलाई केही चलाउनु ओर्नु परेन है। घटेकोले गर्दा माइनस भयो, ल प्लसमै छोडिदिने, भ्यालु घटेकोले। अब दोस्रोमा जाउँ, स्टक। स्टकको अर्को नाम के पनि हो अरे? इन्भेन्ट्री। भेरी गुड हो, त्यसरी बुझ्नु पर्यो है। तिमीहरूले प्र्याक्टिस गर्न थालेपछि अब कहिलेकाहीँ स्टकमा सोद्धेर इन्भेन्ट्री सोद्धेला अनि तिमीहरूले फेरि सर इन्भेन्ट्री सोधो, यो के हो भनेर नआउनु। स्टक भनेकै इन्भेन्ट्री हो है। अब इन्भेन्ट्रीको बेस इयर कति छ? 5,000। 5,000। 5,000। अब करेन्ट इयर चाहिँ कति छ? करेन्ट इयर अब योभन्दा पछिल्लो वर्ष कति भयो? 3,000। 3,000 भनेपछि बढ्यो कि घट्यो? इन्क्रिज छ कि डिक्रिज छ? डिक्रिज डिक्रिज है। भने पछाडि डिक्रिज भयो भने के गर्ने? प्लस गर्ने सर, प्लस गर्ने है। अब यदि डिक्रिज भयो भने प्लस गर्ने भनेपछि कतिले डिक्रिज भएको छ त्यसको फरक छुट्याउ त। 2,000। हो, 2,000 को फरक छ भने पछाडि कतिले भयो? 2,000 भयो। यहाँनिर हेर त राखेको छ 2,000। ल यस सर। त्यस पछाडि प्रिपेड एक्सपेन्समा जाउँ है। प्रिपेडमा जाउँ ल। प्रिपेड एक्सपेन्स छ, अघिल्लो साल कति छ? बेस इयर कति छ? 50,000। 50,000। करेन्ट इयर कति छ? 60,000। 60,000 भनेपछि इन्क्रिज हो कि डिक्रिज हो? कतिको डिफरेन्स हो? सबभन्दा पहिला डिफरेन्स पत्ता लगाउने है। 10,000 को। पत्ता लगाउने। 5,000 र 50,000 60,000 कतिको फरक छ? 10,000। 10K को डिफरेन्स छ। 10K को डिफरेन्स छ। अब प्लस राख्ने कि माइनस राख्ने त्यो चाहिँ केमा डिटरमाइन हुन्छ अरे? भन त, केले डिटरमाइन गर्छ अब यहाँ प्लस राख्ने कि माइनस राख्ने भनेर? करेन्ट इयरमा बढेको छ कि घटेको छ त्यसमा? बढेको छ कि घटेको छ त? 50,000 अघिल्लो साल, पछिल्लो साल 60,000 भनेपछि अब के यो पालि बढेको छ, बढेको छ सर। इन्क्रिज छ। एसेट्स इन्क्रिज भयो भने के गर्ने? त्यसको चाहिँ माइनस। त्यसलाई चाहिँ के गर्दिने भन्दा माइनस गरिदिइहाल्ने। अघि मैले भनेको थिएँ नि, त्यसलाई चाहिँ माइनस गर्न, डाउन गर्न खोज्छन् भनेको थिएँ नि। अब यो 10,000 चाहिँ डाउन गर्न खोज्यो कि खोजेन नि त? यस सर। है। हो, अब यसरी एसेट्सको यो बुझ्यौ? एसेट्सको यो लोजिक बुझ्यौ कि बुझेनौ? यस सर, बुझ्यो मजाले। हो, ल नाइस। ल अब हामी लायबिलिटिजतिर जाउँ है। लायबिलिटिजमा चाहिँ के हुन्छ? यस्तो हुँदैन। यो चाहिँ एसेट्समा चाहिँ हामी उल्टो रिलेसन लाउँथ्यौँ है। इन्भर्स रिलेसन। हो, एसेट्समा हामीले इन्भर्स रिलेसन लाउँथ्यौँ भने अब लायबिलिटिजमा चाहिँ त्यस्तो इन्भर्स रिलेसन लाउनु परेन। लायबिलिटिजमा चाहिँ सिधा सिधा क्या, बढ्यो भने प्लस, घट्यो भने माइनस। सिम्पल छ क्या, केही पनि छैन। हेर त, लायबिलिटिजमा बढ्दा प्लस, घट्दा माइनस। हेर त, क्रेडिटर छ। क्रेडिटर कति छ 2080 मा? 2080 मा 15,000। 1500 छ। 15,000 रहेछ। 15,000 हो। 1000 10,000 हो। 2080 मा 15,000 रहेछ। अनि 2081 मा कति छ? 20,000। 20,000 भनेपछि इन्क्रिज हो कि डिक्रिज हो? इन्क्रिज हो। 5,000 हो, प्लस 5,000 रे इन्क्रिज। अब यो प्लस लेख्नै परेन हैन केटाकेटीले जस्तो। यदि त्यहाँ केही लेख्दैन भने त्यो प्लस नै हो भनेर बुझ्नु पर्यो। सिम्पल हैन त? यस सर। हो। अब अर्को जाउँ, आउटस्ट्यान्डिङ स्यालेरी। आउटस्ट्यान्डिङ भनेको एसेट्स हो कि लायबिलिटिज हो? लायबिलिटिज सर। लायबिलिटिज हैन? हो, लायबिलिटिजकै पढ्दैछौँ, लायबिलिटिज हो है। अब आउटस्ट्यान्डिङ स्यालेरी भन्नु अघिल्लो साल कति छ? बेस इयरमा कति छ 2080 मा? 22,000। 22,000। करेन्ट इयरमा कति छ? 21,000। 21,000 भनेपछि इन्क्रिज भएको हो कि डिक्रिज भएको? डिक्रिज भएको हो। 1,000। डिक्रिज भएको। कतिले डिक्रिज भएको हो? 1,000। 1,000। डिक्रिज भएको भने माइनस। इन्क्रिज भयो भने प्लस, डिक्रिज भयो भने माइनस। सो सिम्पल लजिक है। एज सिम्पल एज द्याट। केही छैन यसमा।
यसमा त्यो भनौँ न रकेट साइन्स केही पनि छैन, एकदम सिम्पल। यति बुझ्यो। अनि त्यस पछाडि पेड भन्ने शब्द आयो भने सिधै घटाउने। नोट नम्बर 3 हेर त, नोट नम्बर 3 मा ध्यान देऊ त। पेड भन्ने शब्द आयो भने सिधै माइनस गर्ने क्या, हैन? ट्याक्स पेड, इन्ट्रेस्ट पेड भनेर अघि मैले पढाएको थिएँ नि, त्यो माथि अपरेटिङ एक्सपेन्सको लास्ट बुदामा, हैन? यस सर। यदि पेड भन्ने वर्ड आयो, यदि पेड भन्ने शब्द आयो भने चाहिँ पेड भन्ने सधैँभरि घटाउने। ल बुझ्यौ नि? यस सर, बुझ्यो। ल हो, यही लजिक लगाएर गर्ने। यसमा अरू केही रकेट साइन्स छैन। अब यतापट्टि हेर त, अब यो जस्तो स्टक इन्भेन्ट्री आयो भने इन्क्रिज इन कि डिक्रिज इन त्यो चाहिँ लेख्नुपर्छ, बुझ्यौ नि? इन्क्रिज इन कि त डिक्रिज इन, कि त इन्क्रिज इन होइन भने कि त डिक्रिज इन। हजुर सर, हिसाब गर्दा अब हिसाब हो। गरौँ न। अब यो स्टक इन्भेन्ट्रीमा स्टक बढेको छ भने इन्क्रिज इन स्टक, घटेको छ भने डिक्रिज इन स्टक। त्यस्तै क्रेडिटरमा इन्क्रिज इन क्रेडिटर, यदि बढेको छ भने घटेको छ भने डिक्रिज इन क्रेडिटर। बस बस बस। अनि आउटस्ट्यान्डिङ ड्युमा त्यस्तै, बढेको छ भने इन्क्रिज इन, घटेको छ भने डिक्रिज इन। यो वर्ड चिप्काइदिइहाल, यो वर्ड लगाइदिइहाल, यसमा केही छैन। त्यो उसमा टेबलमा हेर्ने इन्क्रिज भएको छ कि डिक्रिज भएको छ। अब एसेट्स इन्क्रिज भएको छ भने के गर्ने? उल्टो रिलेसन लाउने। एसेट्स यदि इन्क्रिज भएको छ भने प्लस, हैन? के हो? एसेट्स इन्क्रिज भयो भने प्लस कि माइनस? माइनस हो सर। माइनस हो। त्यही भएर एटेन्टिभ भएर सुन है, घरिघरि मैले यस्तो मन्सुर दिन्छु। एसेट्स चाहिँ इन्क्रिज भयो भने माइनस, हैन? इन्क्रिज हुने बित्तिकै एसेट्सको माइनस गरिदिइहाल्ने। अनि एसेट्स डिक्रिज भयो भने चाहिँ प्लस। डिक्रिज इन एसेट्स गरेर, डिक्रिज इन एसेट्स भनेर त आउँदैन, स्टक भनौँ न, डिक्रिज इन इन्भेन्ट्री भनेर प्लसै छोडिदिने है। अनि अर्को हुन्छ तिम्रो क्यास पेड टु इम्प्लोइ एन्ड अदर। यो यसमा त आउटस्ट्यान्डिङ भयो, प्रिपेड भयो, यो कुराहरू त छोड्नै परि नै हाल्यो है। सिम्पल, कति सिम्पल क्या है। ल अब यसरी नै हो। अब हामीले हिसाबहरू, सोलुसनहरू गर्दाखेरि चाहिँ यही तरिकालाई, यो हामीले आज बेसिक अन्डरस्ट्यान्डिङ मात्रै पढेको। अब यही अन्डरस्ट्यान्डिङको युज गरेर हामी खुरु न्युमेरिकल गर्न सक्छौँ है। यही अन्डरस्ट्यान्डिङ युज गरेर। बुझेनौ तिमीहरूले? यो चाहिँ आज यो मैले भनेको कुराहरू चाहिँ बेसिक कुराहरू हो। यति कुराहरू जसले बुझ्यो हैन, जसले यही तरिकालाई फलोअप गर्दै गर्दै हिसाबहरू सोलुसन गर्यो, उनले लगभग क्यास फ्लो सक्यो क्या गर्नलाई, मजाले सक्छ क्यास फ्लो गर्नलाई। यो भन्दा एक्स्ट्रा कुरा केही पनि छैन। र यो फर्मेटलाई चाहिँ मैले हिजो पढ्ने स्टडी टेबल अगाडि चट्टसँगले टाँस्नै पनि भनेको थिएँ। कतिजनाले ग्रुपमा हाल्यो टाँसेर, कतिजनाले बनायो? सर बनाइन्, तर टाँस्न मात्र बाँकी छ। ए ल ठिक छ। डाइरेक्ट मेथड के हो यो? यो चाहिँ हाम्रो डाइरेक्ट मेथड हो है। अर्को एउटा इन्डाइरेक्ट मेथड पनि भन्ने हुन्छ। अस्ति नै तिमीहरूलाई एनइबीले चाहिँ एकचोटि चाहिँ झुक्याइदिएको थियो हैन, इन्डाइरेक्ट मेथड सोधेर। मैले चाहिँ इन्डाइरेक्ट पनि पढाएकोले मेरो स्टुडेन्टहरूलाई चाहिँ केही समस्या भएन हैन। एकचोटि तिमीहरूलाई इन्डाइरेक्टको पनि फर्मेट देखाउँला, केही छैन। इन्डाइरेक्ट चाहिँ प्राय जसो गरेर 1 मार्क्समै सोध्छ है। त्यो 8 मार्क्समा खासै सोधिरहेको चाहिँ हुँदैन, तर अस्ति नै चाहिँ झुक्याइदिएछ एनइबीले। ल त अब कति डाइरेक्ट मात्र पढ्छु भनेर इन्डाइरेक्ट सोधिदिएछ। त्यो अरू विद्यार्थीहरूको रुवाबासी भएको थियो। मैले कतिजनालाई चाहिँ पढाइ नै दिएको थिएँ। ल इन्डाइरेक्ट पनि हेर है भनेर त्यो नोटहरू, फर्मेटहरू सबै दिएको थिएँ। उनीहरूले अब जसले पढ्यो उनीहरूलाई गाह्रो भएन, जसले वास्तै गरेन उनीहरूलाई चाहिँ अलिकति गाह्रो चाहिँ भएको थियो। तर इन्डाइरेक्ट झनै सजिलो हुन्छ, डाइरेक्ट भन्दा अझै सजिलो इन्डाइरेक्ट हो है। इन्डाइरेक्टको पनि म फर्मेटहरू सबै, इन्डाइरेक्टहरूको पनि फर्मेटहरू म सबै बुझाइदिन्छु ल। ल यही लजिक लगाएर हामी फर्दर मोर न्युमेरिकलहरू पनि गर्दै जानेछौँ है त।